सो गाइज वेलकम टु न्यू ब्लग। फेरि पनि म तपाईँहरूको माझमा आइसकेको छु होइन। एउटा सानो सानो भिडियो लिएर आएर म पनि आरामै छु, तपाईँहरू पनि आरामै हुनुहुन्छ होला भन्ने मैले आशा गरेको छु होइन। हेलो हजुर, हेलो आउनुहोस् भयो, आउनु भयो अनलाइनमा आउनु भएको छैन किन? आउनुहोस् न। के गर्नु लाग्नु भएको र फ्या 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 गर्नु भएको त? फ्या 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 गर्नु भएको त? कैसे कैसे लोग रहते हैं यार यहाँ पर। कहाँ? ए हो र, मकै पाकिसक्यो गाइजहरू होइन। अब डोकोभरि मकै छ होइन। अब मकै भात्न लाग्यो। मेरो दिदी अनि तलतिर चाहिँ मकै भाततिर राख्नु भएको छ। भेनाजी हुनुहुन्छ परतिर होइन। लाम्बा लाएन कि मैले कस्तो पार्छु। लाम्बा लाएर अब बिउ पनि रोप्ने बेला भइसकेको छ होइन। सानै छ, कसैको ठुलो भइसकेको छ होइन। कहाँ ल ल है ल डल्लो धेरै ठुला त छैन है गाइजहरू मकै। गाइजहरू हेर्नु गाइजहरू डोकोभित्र छ हाम्रो घरको एकजना। के अरे तिम्रो नाम के अरे? भविष्य हो, भविष्य हो ल। हेर मेरो भेनाजी हुनुहुन्छ होइन। कोट प्यान्ट चस्मा होइन। त भेनाजी यता हेरिदिनु त। अनि हाई हात लगाइदिनु गाइजहरूलाई थोरै अनि होइन। अब मकै चाहिँ फाइनल हुनु लाग्यो होइन बोकेर। अब लास्ट गरौँ छ होइन। बोडीले चाहिँ लास्ट ल्याङ गर्छ कि फेरि। टक्क यहाँ राख्ने टुक्कुरो हुन्छ डोको फर्स्टमा होइन। आमा त्यो यसलाई पर होइन टिपेर यहाँ हाल्ने कुरो हुन्छ होइन गाइजहरू। हरिया मकै पनि छन्। खाने भए चाहिँ आउनु होला मेरो घरमा है। त्यस्तै छ होइन। मुसाल ए के अरे त्यो के भन्छ मुसाले भन्छु कि उसले के सुगाले मकै खाएर त्यति त छैन। मकै चाहिँ ग्याम घुम खतरा खाइदिइरह होइन सुगाले। त्यस्तै छ, किसान गर्न पनि सजिलो छैन गाइजहरू होइन। त्यस्तै छ, किसानको व्यस्तता यस्तै छ है। बेग्लै छ, व्यस्तै छ, फुर्सद हुन्न किसान भएपछि होइन। त्यस्तै हो, गाई बस्तु होइन यताउति गर्नै पर्यो। काम पनि टन्नै हुन्छ किसानहरूलाई होइन।
गाइजहरू मेरो मम्मीले चाहिँ मकै पोल्नु भएको रहेछ होइन ल बेला खाइदिनु पऱ्यो बुवाले चाहिँ यहाँ मकै उदार्न लाग्नु भएको रहेछ थोरै उदार्न लागिरहनु भएको आजबाट स्टार्ट गर्नु भएको मम्मी चाहिँ भित्र हुनुहुन्छ होइन अलि क्यामेराले राम्रो देखिन्न होला पोल्दै हुनुहुन्छ मकै कति पोल्नु लाग्नु भएको छ मम्मी यो त डढी छ के यहाँ धेरै त काँचै छ ल को दिन कहिले आउँछ अब कटिङ हुने मेरो दिदी भेना चाहिँ छोडा खिच्न जस्तै यहाँ टिकटक मन लाग्नु भएको छ होइन म चाहिँ यहाँ यसो न क्यामराम्यान बन्न गइदिउँ न त गाइजहरू होइन ठिकै छ होइन पर चाहिँ चलिरहेछ होइन सानो सानो ह्याप्पी सुट ल चल्दैछ है ल ल भेनाजीको एउटा भिडियो बनाइदिनु पर्यो त ल खै ओए चल्लै मान्छे ओए छोडा त्यहाँबाट वाइफाई चालु गर्दा बाबु अब चाहिँ अब सानो सानो घाँस लगाउनु पर्ने हुन्छ मकैको होइन त्यसपछि के काम हुन्छ हेरौँ यस्तै त अब घरमा बसेपछि काम साम त अलिकति हान्नै पऱ्यो होइन अब थोरै काम पनि हान्नु पऱ्यो थोरै रैला पनि हान्नु पऱ्यो होइन गाउँतिर भने जान पाएको छैन आजकल भोलि है त्यस्तै छ गाइजहरू अब यो घाँसहरू छ थोरै यसलाई चाहिँ अब घरसम्म फाल्नु पऱ्यो अनि त्यसपछि के हुन्छ हेरौँ फाइनल्ली गाइज आजको लागि यति नै है अब अरू चाहिँ अर्को भ्लगमा भेटौँला यतिकैमा म तपाईँहरूको माझबाट छुट्टिन्छु हस्त धन्यवाद अहिलेसम्म हेरेर सुनेर साथ दिनुभयो है पछि पनि साथ दिन्छ भन्ने मैले आशा गरेको छु होइन अहिलेको लागि छुट्टिन्छु हस्त बाई बाई